यो मेलम्ची खोलाको पुल यहाँलाई देखाउँदैछु र यो पुल तरेर हामी पारिपट्टि जान सक्छौँ। यो मेलम्ची नदीमा भीषण बाढी आएको थियो आजभन्दा 2-3 वर्ष पहिले र यो हामी देख्न सक्छौँ। यो मेलम्ची खोला यताबाट आएको छ र यो तल यो जुन घर छ यो पहिले खुल्ला ठाउँमा थियो र यो पहिरोको कारणले र यो बाढीको कारणले चपेटामा पर्यो र यो तल चाहिँ पारिपट्टिबाट इन्द्रावती नदी आएको छ र यो चाहिँ सङ्गम स्थल हो। म पुल कटेर पुलबाट यहाँहरूलाई लिएर जाँदैछु र यहाँबाट चाहिँ हामी मेलम्ची खोला बगेको देख्न सक्छौँ र यहाँ तल जुन छेउबाट पानी बगेर आइरहेको छ हामीले जुन देख्न सक्छौँ यो चाहिँ इन्द्रावती नदी हो र यो मेलम्चीमै इन्द्रावती र मेलम्ची नदीको सङ्गम स्थल यो क्षेत्र चाहिँ म यहाँलाई देखाइरहेको छु। यो जुन पुल मार्फत म यति बेला सिङ्गो मार्फत छु।